पिकदेखि बच्चा खसेछ के भयो भन्नुहोस् त रुख ढलेछ यहाँ हाई गाइज न्यू डे एन्ड न्यू ब्लग वेलकम छ मेरो ब्लगमा हजुरहरूलाई आज चाहिँ मैले ब्लग चाहिँ आज हामी मेला जाँदैछौँ गाइज अनि मेरो स्पेसल मान्छे आउँदै हुनुहुन्छ मेलामा मेरो मुटुको टुक्रा को होला त ल भन्नु त मेरो स्पेसल मान्छे म हजुरहरूलाई मेलामा गएर देखाउँछु म अहिले भन्दिनँ नि मेरो स्पेसल मान्छे आज म भेट्न जाँदैछु अनि मेरो साथीहरू चाहिँ यिनीहरू भएर जाँदैछन् साथी हुन् अनि अब स्पेसल मान्छेलाई भेट्न जाने मेरो अलि हुन्छ नि साइडतिर गएकै साथी हो त्यस्तै हुन् कि यिनीहरू चाहिँ अनि कस्तो खुसी लाग्यो यस्तो खुसी लाग्यो मेरो लङ डिस्टेन्स हो नि त अनि फर्स्ट टाइम भेट हुँदैछ कि अहिलेसम्म भेट भएको छैन त्यही भएर म हजुरहरूलाई सब देखाउँछु ल हामी चाहिँ सबैजना रेडी भइसक्यौँ अब चाहिँ हामी जानको लागि रेडी छौँ अनि पानी सानी जुत्ता सुत्ता लाउँदैछन् सबैजना भएर अनि के कुरा सुनेको भने चाहिँ मेला चाहिँ बन्द हो रे भन्ने सुनेको थियौँ तर फिक्सै छैन होला मेला बन्द भएको भए मैले कसरी भेट्ने मैले मेरो मान्छेसँग झ्याउलाइसक्यो मेला बन्द नभए पनि हुन्थ्यो कस्तो हावाले कपाल बिगारिदिएको छ बानेको छु अहिले पछि खोल्नु पर्ला अहिलेसँग चाहिँ म मेला गएको थिएन म के भनेर वेट गरिरहेको थिएँ भने जब मैले मेरो मान्छे आउँछन् तब बल्ल म जान्छु भनेर मैले मेरो बहिनीहरूलाई पनि जान दिएको थिएन रमाइलो गर्नुपर्छ त्यति बेला भनेर बहिनीहरू पनि गएको थिएनन् अनि फाइनली ऊ चाहिँ मान्यो आउन ऊ आयो अनि त्यही भएर हामी भेट्न जाँदैछौँ हाम्रो ड्रेसअप चाहिँ यस्तो छ गाइज कस्तो देखेको छ अब चाहिँ मैले मेरो कन्टेन्सनहरूलाई बोलाउँदैछु को कस्तो देखेको छ हेर्नुहोस् है कन्टेन्सन नम्बर 1 वाउ सो नाइस कन्टेन्सन नम्बर 2 वाउ रेड हट कन्टेन्सन नम्बर 3 हेर्नु पर्यो कन्टेन्सन नम्बर 3 फेरि हो रे यो हेर्नुहोस् यस्तै छ यो ल कन्टेन्सन नम्बर 4 म जिति वाह वाह ल फर्स्ट नि सेकेन्ड नि गए यिनीहरू कोही छैनन् यिनीहरू के हेरेन फेल यिनीहरू यति सानी जति पनि गरेन मेरो सानी जति पनि गरेन नि दुईटीले काम नथाका रहेछ हिरोइनै अनि है पछि हिरोइन तिम्रो क्याटवाक फेरि यस्तो खतरा थियो ओए तिम्रो क्याटवाक पकाएर त यस्तो थियो तिम्रो क्याटवाक वाटा क्याटवाक यताबाट जाउँ चस्मा खस्यो चस्मा फुटाउन हेर हावा पनि यति धेरै लाग्यो यति धेरै लाग्यो झ्याउ लाग्यो फेस फाट्ला भन्ने डर आउ छोरी मेरो छोरीको कपाल हेर न पुटली अब देख्नु पो तमास के भयो एउटा मेला हिँडेको मान्छे यहाँ एउटा जुत्ताको फुलै निस्केछ कति बेसरी उ गर्दिनी अहिले मैले गर्दै रिसु नरिसाउनु न तिमी रिसाएको राम्रो देखिँदैन के हेर्नु त यहाँ के भयो आफू त डन मरेर चस्मा ठराउँदैन बहिनीको बारे चप्पलको फुलेको पट गाइज यस्तो हावाहुरी लाग्छ नि यहाँ के भयो थाहा छ रुख ढलेछ यहाँ आम्मामा बाँस हेर्नु त कसरी निस्किने हो हामी यहाँबाट हेर बाँस ढल्यो यत्रो बाटो छ यहाँ ए बिस्तारै जाऊ रुख ढस अलि यताउता गराएर जाऊ रेड हट जाऊ ओहो कस्तो बिचायो वाउ पपैया माथि धोती साडी लाउनु भएको छ पपैयाजीले हामी चाहिँ गाडीमा आइसकेको छ हामी चाहिँ मेला आइपुग्यौँ मेलाको दृश्य आज लास्ट दिन हो भन्छन् तर थाहा भएन मेला चाहिँ थपेको छैन तर खै के कारण हो लाग्न नदिने भन्दैछन् हामी चाहिँ अब मेला आइपुग्यौँ मेला सानी कस्तो भइरह अब म टिकट काट्न जान्छु लिऊ पैसा म टिकट काट्न जान्छु है उभि है
म टिकट काट्न जान्छु टिकट काट्नु पर्दैन नि टिकट काट्नु पर्दैन ओए आज टिकट काट्नु पर्दैन भन्छ नि के हो ओए टिकट काट्नु पर्दैन भन्छ नि हो पैसा बच्यो गाइस फ्री रहेछ आज मेला वाउ राम्रै दिनमा आएछु बच्यो पैसा बच्यो हाम्रो म पुलिस दाजुहरू यता हुनुहुन्छ वाउ स्यानी आज चाहिँ लास्ट दिन भएर फेरि वाउ आज सामान पनि पुरै सस्तो होला नि दिदी सायद हुन सक्छ घरैमा त हिजो कस्तो सस्तोमा दिइरहेको थियो त्यो कति 17वटा साबुन 10 काउने साबुन थियो 17वटा 100 रुपैयाँमा दिएको थियो पैसा ल्याएन यार कस्तो आँखा बिजायो हाम्रो शिवजीको मूर्ति यहाँ जलपरी राखेको थियो जलपरीले टोयलेट गरे जस्तो छ त्यही भएर यस्तो धुलो छ फेरि यस्तो धुलो छ झ्याउ लाग्ने अमल लाग्ने जस्तो धुलो छ फेरि चाहिँ यता कताबाट यसरी घुमेर जानुभन्दा यता कताबाट सर्टकट छ र यहाँ थारू गाउँ पनि गर खान त्यतैबाट जान्छौँ अब कसले यत्रो लामो हिँड्छ कम हिँड्नु छ फेरि त्यही भएर जाने त यताबाट यसरी घुमेर हो हामीले सर्टकट यताबाट जाँदैछौँ ओ पिङहरू साथीले तलमै चल्दैन तिम्रो कति ठुलो पिङ ए यहाँदेखि रहेछ त हाम्रो सानी चाहिँ यो बच्चाको लागि रेलगाडी खेल्ने रे तर आज चाहिँ सबै सामान निकालिसकेको रहेछ खै त सबै सामान छ्या यस्तो पनि मेला हुन्छ लास्ट दिन भएर होला सबै सामान मेला के भन्छ निकालिसकेको छ अब सामान निकाले पनि पछि आएर कलाकारहरूले रमाइलो गर्दै त है सामान निकाले पनि केही हुन्थेन सब सामान निकाले के यस्तो झ्याउ लाग्ने मेलामा आएछ खेल्ने पनि कोही छैन खेल्ने पनि कोही छैन फेरि टिकटमा छिर्न पाइयो त्यही हो हाम्रो 400 बज्यो सानी खै सानी चाहिँ यसमा खेल्ने अरे रेलगाडी छुक छुक के भयो यार भिड लाग्यो हो फाइट परेछ क्या हो है के कोही छैन खोइ छोन त के भयो भन्नुहोस् त मान्छे चाहिँ पिङबाट खसेछ सानो फुच्ची कसरी पकडेको थिएन नि त एक्लै ठीक हो त्यहीबाट राख्ने मान्छे त्यस्तै हुन्थ्यो हेर्नु त यो पिङदेखि बच्चा खसेछ नानीको पालो आउला के खेल्ने मान्छे खस्यो ए मान्छे खसेछ मान्छे ए रोक्यो के त्यो नानीको पालो जा बड्डा त गुल्ला यहाँ सानी लाग्छ छ नि ल बाबु ए रोक्नु न यो नाना खस्यो कबल लुस दिने सानी खस्दिन न यहाँ पकर्ने ए नानी हामी ती हुन्छ नि त सानी म यहाँनिर बस्छु म है ल के भन्छ खसिन्छ खेल्दिन रे ए उता पकरेर त्यहाँ अघि पिङमा खेलेको खसेको देखेर यहाँ पनि खेल्न पो डराइदा हाम्रो सानी
उडेर हैरान भइसक्यो यार फ्रीमा पाउँछ फ्रीमा छोरा मेरो मेकअप सेवका सब सेतो भयो रे फ्रीमा आयो त भइयो गाँठीका गजिरोस् त क्या अझै त्यहाँनिर मान्छे खेलिरहेको छन् सायद अब पिन्थ्यो होला दिँदैनन् होला हेर्नु क्या आज यहाँ मेला हो रे यो मेला ओए हामी चाहिँ टिकटकहरू पनि सब बनाइसक्यौँ लाज लाग्यो कस्तो दुईवटा बनाएको छ कति बनाउनु बाँकी छ कस्तो लाज लाग्यो सबले हिँड्ने रहेछ के गर्दा टिकटक पनि बनाउनै पर्यो मेला आएपछि चिसो चिसो चिसै त हो हाम्रो क्यामेराम्यान हामीलाई त बिर्सेछ नि यिनीहरूले त अर्को ठाउँमा अहिले एकै ठाउँमा त लाज भयो हाम्रो गाइज मेरो हिरोको प्रतीक्षामा बस्दा बस्दा हैरान भइसक्यो हिरो आउँछ कि आउन्न खबर त गर्नुभएको थियो आउँछु भनेर तर आउनुहुन्छ कि आउनुहुन्न थाहा भएन मेरो हिरोको वेटिङमा मेरो साथी बहिनीहरू चाहिँ यसरी बसिरहेको छ र वेटिङमा हिरो कति बेला आउँछौ तिमी भन न आउनु त आउला नि मेरो मायाले भयो भने के भयो आन्टी मर्यो सानी यहाँ दिदीले मार ल्यायो तिमीले छोड हजुरहरू कसको पर्खाइमा हुनुहुन्छ कृपया यहाँ म हजुरहरूको अन्तर्वार्ता लिन आएको छु मैले चाहिँ यहाँनिरको म्युजिक चाहिँ अफ गर्छु किनभने लङ भिडियो हाल्दा चाहिँ साउन्डहरू आयो भने चाहिँ कपिराइट हानिदिन्छ क्या कपिराइट हान्थ्यो भने के हुन्छ त्यो हजुरलाई पनि थाहा छ त्यही भएर मैले यहाँनिरको साउन्ड त्यो बजाउन पाएन मैले म्युट हानिदिएँ गाइस त्यसको लागि सरी so sad मेरो माया नै आएन यार मैले मेरो मायालाई भेट्न पाएन रुन मात्रै लाग्यो हाम्रो दुश्मन छ धेरै यही कुनामा बसेर रुन पर्छ क्या यता रुँदै हिँडेको छिन् लास रिस उठ्यो यार मलाई त कसम मेरै फोर्दिन जस्तो भइसक्यो हाम्रो त अब हाँस पनि हान्न सामान हेरौँ दिदी अब के गर्ने र यस्ता मेरो माया नल्याउने मेलामा आएर म सामान किन्छु म 1 रुपियाँ किन्दैन नकिन्ने कि हेर्ने मात्रै हेर्न पनि आँखा जान्न मलाई यति रिस उठिसक्यो अब त्यहाँबाट पनि ए त्यो सर्टकट बाटो गाइस फेरि भएर के काम रोइराखी छिन् बिचारी आए बलै झ्याउ मात्र कुन चाहिँ सानी सानी कुन किन्ने आज चाहिँ हाम्रो अङ्कल भेटिनु भयो फोन गरे पनि नगरे पनि भेटिन चाहिँ हाम्रै अङ्कल भेटिनुहुन्छ क्या जता गए पनि फेरि सधैँ एउटै यार हामी अब घर जान लायौँ झ्याउ लाग्यो हाम्रो अङ्कलको अटो भेटायौँ रिस उठे यार दुर्गेशलाई पहिले बोलाउनु पर्ने हो कि नि यस्तो खुसी भएर गएको थिएँ दुर्गेश आयो भनेर हिजो कति ए म भ्लगमा मेरो भ्लगमा हेर्नु होला मैले त्यहाँनिर भ्लग छ माइजूले जानुतिर हामी कति खुसी भएको थियौँ दुर्गेश आउनाले यति खुसी भएको थियौँ लास्टै हुन्छ नि मुटु नै झिकेर फालिदियो जस्तो फिल भइरहेको कि जानु पाउँदा यति खुसी भएको थियौँ तर के गर्ने आफै हेर्नु न हामी जाँदा कति एक्साइटेड थियौँ र आउँदा कस्तो भएको छ भनेर
लास्टै रिस उठेको छ यार मलाई त किन आएन किन यो मेला पापै लाग्छ यार पापै लाग्छ हाम्रो यति यस्तो मन टुटाइदिएको म बयान पनि गर्न सक्दैन म कति खुसी थिएँ र म एक्सप्लेन पनि गर्न सक्दैन कि मलाई कस्तो भइरहेको आइला भनेर त्यस्तो रिस उठिरहेको छ ल बाई गाइज अब यति नै हो अर्को वर्ष चाहिँ अवश्य आउनु अर्को वर्ष चाहिँ आउनु होला दुर्गेशलाई लिजाउनु होला के भन्छन् जुन कुनामा होइन आउनेछु भन्ने म जुन कुनामा भए पनि हजुरलाई हेर्न हजुरको त्यो हेर्न चाहिँ म आउने छु के भन्छन् पर्फर्मेन्स हेर्न के त्यस्तो नेगेटिभ नसोच्नु न पर्फर्मेन्स हो गाइज म चाहिँ अब यहीँ भ्लग एन्ड गर्छु हामी नेक्स्ट भ्लगमा भेट्नुपर्छ सबैजनालाई बाई बाई भन सबले बाई बाई बाई